कुन ससको लागि यस्तो काट्ने टमाटर खस्यो के हाल्ने यहीमा त हाल्यो अरू हाल्ने जिन्जर जान्छ होल गार्लिक जान्छ कोरिएन्डर रोड जान्छ स्क्यानर जान्छ पिनट जान्छ सेस्मी जान्छ सेस्वान जान्छ ठिक छ सेफ सरकारले भिडियो हेरिदिएर नि के भन भने अब नै तिमीलाई त कुर्छु भने अब प्लानिङ मात्रै खाले तिमीलाई अर्को बाटोमा रोड सिधै तल काम हुँदै उठेछु भनेर त्यो त दीपक सिंहले हो क्या त्यो भनेको हो ठिक छ सेफ दीपक सिंहले हो त्यो भनेको मलाई होइन मैले पनि नयाँ त्यो झाड त्यहाँ डरा छ यार सरकार साले सिउजाको उजा कहाँको होस् ओभर नगरेको हुँ जहाँ कहाँमा त उडिसा कहाँ हुँबाट किडन्याप गर्छु अरे हजुर गल्ती भनेर आज भिडियो कल गरिरहेको छ हो कि भन भन त ल तिमी भन काम राम्रोसँग गर सेफ सरकारले चाहिँ गाली गर्न नपर्छ मैले होइन पहिले भनिदिइरहेको छु सेफ सरकारले त म्या भ्यानमा आहा तर म चाहिँ म्या भ्यानमा चाहिँ आन्न तर चाहिँ सिधै अन द स्पोट गरिदिन्छु मैले है कति हजारमा किन्नु भयो मलाई भन्नु त कति हजारमा किन्नु भयो त्यही भएर होला नि अब भाँडा फाल्ने त्यस्तो गर्ने यहाँ खाने सुत्त पारे त्यो होइन नि तरिका त्यहीले रोजुले अब मलाई थाहा छ अरे म सेफ हौँ होइन म सेफ हौँ मलाई थाहा छ कसरी गर्न पर्छ कसरी सिकाउनु पर्छ साह्रो छ दिमागै छैन उसको त्यही भएर मसँग सिकाएको एक तरिका गर्नु मन छ भने तपाईँले के भन्न चाहनुहुन्छ म केही भन्न चाहन्न जति हुन्छ सबैलाई राम्रोसँग मिलाएर पकाएर त्यस्तो गर्नु चाहिँ हुन्छ कि हुन्न त्यो चाहिँ भन्नु न त्यो चाहिँ गर्नु हुँदैन त्यो अहिले अन्याय चाहिँ भयो कस्तो अन्याय कि नराम्रो अलाग्दो के अहिले अलाग्दो अन्याय चाहिँ भयो क्या अच्छा होइन एउटा हुन्छ नि एउटा सेफ जस्तो मान्छे भएर अलिकति हुन्छ नि भनेपछि एउटा कामको वर्कको चाहिँ प्यासनलाई चाहिँ डिसरेस्पेक्ट गर्नु भएन थ्याङ्क यू तर हामी पनि एजुकेट सेफ हो यार होइन तर हामीले अहिलेसम्म त्यस्तो गरेको छैनौँ तर त्यो भने तिमी भाँडा पत्तार्ने अरे ठिक छ भाइ एकचोटि मेरो फेला पर्छ पर भनेको छु लाइफमा एकचोटि फेला पर्थ्यो भिडियो चाहिँ त्योसम्म सेयर गर्नु त्यो प्रकाश सेपसँग के अरे सरकार सेपसँग सबैले सेयर गर्नु तबदेखि कन्टेन्ट गर्न मजा आउँछ रोस्ट हान्नु अब